पहिलो पटकको प्रेसर चाहिँ 150/90 देखियो भनेदेखि पहिलो रिडिङको आधारमा मात्रै तपाईलाई प्रेसर हाई भयो भनेर भन्न मिल्दैन। यो ब्लड प्रेसर बढ्ने अन्य कारणहरू पनि हुन्छन्, जस्तो तपाईँ बढी स्ट्रेसमा हुनुहुन्छ वा तपाईको आत्तिने बानी छ भने पनि तपाईको प्रेसर बढ्न सक्छ, वा तपाईले भर्खरै कफी खाएर आउनु भएको छ या स्मोकिङ गर्नुहुन्छ भनेदेखि पनि तपाईको प्रेसर बढ्न सक्छ। र यी कुराहरूले गर्दाखेरि एकचोटि प्रेसर नाप्दैमा त्यसलाई हाई ब्लड प्रेसर भनेको मानिँदैन। यसलाई पुनः 1 देखि 2 मिनेटको फरकमा फेरि प्रेसर नाप्नु पर्दछ त्यही दिन है। र त्यो गर्दाखेरि पनि यदि तपाईको प्रेसर 150/90 नै देखियो भनेदेखि त्यसलाई पुनः अर्को दिन यसरी नै 2 पटक प्रेसर नाप्ने, र त्यसै नाप्दाखेरि पनि यदि यहाँहरुको प्रेसर 140/90 भन्दा माथि नै आयो, मानौ 150/90 नै आयो भनेदेखि त्यसलाई चाहिँ अब यो 4 चोटी हामीले जसरी प्रेसर नाप्यौं ती 4 चोटी नापेको प्रेसरको एभरेज प्रेसर लिँदाखेरि हाई देखियो भनेदेखि बल्ल हाई ब्लड प्रेसर भएको मानिन्छ। पहिलो पटकको प्रेसर चाहिँ 150/90 देखियो भनेदेखि पहिलो रिडिङको आधारमा मात्रै तपाईलाई प्रेसर हाई भयो भनेर भन्न मिल्दैन। यो ब्लड प्रेसर बढ्ने अन्य कारणहरू पनि हुन्छन्, जस्तो तपाईँ बढी स्ट्रेसमा हुनुहुन्छ वा तपाईको आत्तिने बानी छ भने पनि तपाईको प्रेसर बढ्न सक्छ, वा तपाईले भर्खरै कफी खाएर आउनु भएको छ या स्मोकिङ गर्नुहुन्छ भनेदेखि पनि तपाईको प्रेसर बढ्न सक्छ। र यी कुराहरूले गर्दाखेरि एकचोटि प्रेसर नाप्दैमा त्यसलाई हाई ब्लड प्रेसर भनेको मानिँदैन। यसलाई पुनः 1 देखि 2 मिनेटको फरकमा फेरि प्रेसर नाप्नु पर्दछ त्यही दिन है। र त्यो गर्दाखेरि पनि यदि तपाईको प्रेसर 150/90 नै देखियो भनेदेखि त्यसलाई पुनः अर्को दिन यसरी नै 2 पटक प्रेसर नाप्ने, र त्यसै नाप्दाखेरि पनि यदि यहाँहरुको प्रेसर 140/90 भन्दा माथि नै आयो, मानौ 150/90 नै आयो भनेदेखि त्यसलाई चाहिँ अब यो 4 चोटी हामीले जसरी प्रेसर नाप्यौं ती 4 चोटी नापेको प्रेसरको एभरेज प्रेसर लिँदाखेरि हाई देखियो भनेदेखि बल्ल हाई ब्लड प्रेसर भएको मानिन्छ। पहिलो पटकको प्रेसर चाहिँ 150/90 देखियो भनेदेखि पहिलो रिडिङको आधारमा मात्रै तपाईलाई प्रेसर हाई भयो भनेर भन्न मिल्दैन। यो ब्लड प्रेसर बढ्ने अन्य कारणहरू पनि हुन्छन्, जस्तो तपाईँ बढी स्ट्रेसमा हुनुहुन्छ वा तपाईको आत्तिने बानी छ भने पनि तपाईको प्रेसर बढ्न सक्छ, वा तपाईले भर्खरै कफी खाएर आउनु भएको छ या स्मोकिङ गर्नुहुन्छ भनेदेखि पनि तपाईको प्रेसर बढ्न सक्छ। र यी कुराहरूले गर्दाखेरि एकचोटि प्रेसर नाप्दैमा त्यसलाई हाई ब्लड प्रेसर भनेको मानिँदैन। यसलाई पुनः 1 देखि 2 मिनेटको फरकमा फेरि प्रेसर नाप्नु पर्दछ त्यही दिन है। र त्यो गर्दाखेरि पनि यदि तपाईको प्रेसर 150/90 नै देखियो भनेदेखि त्यसलाई पुनः अर्को दिन यसरी नै 2 पटक प्रेसर नाप्ने, र त्यसै नाप्दाखेरि पनि यदि यहाँहरुको प्रेसर 140/90 भन्दा माथि नै आयो, मानौ 150/90 नै आयो भनेदेखि त्यसलाई चाहिँ अब यो 4 चोटी हामीले जसरी प्रेसर नाप्यौं ती 4 चोटी नापेको प्रेसरको एभरेज प्रेसर लिँदाखेरि हाई देखियो भनेदेखि बल्ल हाई ब्लड प्रेसर भएको मानिन्छ। पहिलो पटकको प्रेसर चाहिँ 150/90 देखियो भनेदेखि पहिलो रिडिङको आधारमा मात्रै तपाईलाई प्रेसर हाई भयो भनेर भन्न मिल्दैन। यो ब्लड प्रेसर बढ्ने अन्य कारणहरू पनि हुन्छन्, जस्तो तपाईँ बढी स्ट्रेसमा हुनु